सम्मान्य सभामुखज्यू, मान्य सदस्यज्यूहरू, सङ्घीय संसद प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले प्रस्तुत गरेको प्रतिवेदन मस्यौदा उप आज यहाँहरूको बिचमा मैले सैद्धान्तिक रूपमा केही प्रश्नहरू मात्रै राख्ने अनुमति चाहन्छु। यसको छलफल पछाडि संशोधनको समय प्राप्त भएपछि दफावार रूपमा संशोधनका प्रस्तावहरू आउने कुरा सम्मान्य सभामुख महोदय ज्यूलाई म निवेदन गर्न चाहन्छु। पहिलो प्रश्न छ, लोकतन्त्रमा विपक्ष बाधक होइन, शत्रु होइन, संरक्षक हो भन्ने 75 वर्ष अगाडि जवाहरलाल नेहरूले भारतीय संसदमा राख्नुभएको विषयवस्तु अनुसार विपक्षलाई पर्याप्त मात्रामा स्थान दिइएको छ कि छैन यो नियमावलीमा? मेरो पहिलो सैद्धान्तिक प्रश्न। दोस्रो, मिनी संसदको रूपमा रहेको विषयगत समितिहरूको प्रभावकारिताको विषयमा के व्यवस्था गरिएका छन्? विधेयकसहित अन्य कार्यसूचीहरूमा पनि विभागीय मन्त्रीज्यूहरूको अनिवार्य उपस्थितिको व्यवस्था गरिएको छ कि छैन? दोस्रो प्रश्न। तेस्रो प्रश्न, संसदमा बोल्ने, प्रश्न गर्ने र विषयवस्तुहरू अनि प्रति संशोधन राख्ने पर्याप्त अधिकार सहितको संसदीय अधिकार र कर्तव्य बीचको सन्तुलन कायम गरिएको छ कि छैन? संसदमा प्रभावकारिता र पारदर्शितालाई परिणाममुखी बनाउने व्यवस्था कतिको गरिएको छ यो नियमावलीमा? भर्खरै हामीले हाम्रो संसदमा एउटा असहजता महसुस गऱ्यौँ, सामना गऱ्यौँ र राष्ट्रपतिको सम्बोधनको क्रममा अनि त्यस पछाडि नीति तथा कार्यक्रमको छलफल र जवाफ दिने क्रममा हामीले सम्माननीय प्रधानमन्त्रीज्यूको उपस्थिति खोज्यौँ। हो त्यो विषयमा यो नियमावलीमा केही मूल्याङ्कन गर्ने वा केही त्यस विषयमा समीक्षा गर्ने विषयवस्तु समेटिएको छ कि छैन? यिनै प्रश्नहरूको साथमा धेरै प्रश्नहरू मैले चाहिँ तयारी गरेको थिएँ, तर समयको अभावको कारणले अरू कुराहरू दफावार छलफल गर्ने विषय समयमा राख्ने चाहिँ निवेदन गर्दै मेरो कुराहरू टुङ्ग्याउँछु। जय नेपाल। माननीय सदस्य सरस्वती लामा।